इज द कुल बोय है मैले पनि यही सोच्थेँ हु इज द कुल बोय सबैले कुल बोय भन्थ्यो तर कुल बोय को रहेछ भन्ने कुरा हिजो चिनेँ नि त मैले सिर्फ 2 मिनटको समयमा चिनिदिएँ के इज कुल बोय को रहेछ भन्ने कुरा है एकछिन भिडियो हेरौँ है पर्सनल ब्याङ्क एकाउन्ट यताउति छ सबजना मिलेर गरिदिए यहाँ राजाहरू लभ एन्ड केयर मेरो साइडबाट है म हालिदिउँला भाइ लक्ष्य मलाई पठाउनु है मलाई पेपर सेपर पठाउनु म हालिदिउँला टेन्सन नलो तिमी रुने काम नगर हामी जाउँ बुझेको बुझेन मम्मी बाबा नौलाई त ए ब्रदर दाई भेटाएको छ दाई छ यहाँ ओके लभ छ अलवेज एकदमै धन्यवाद तपाईँलाई ठिक छ त्यो टेन्सन नलियो केही कुराको टेन्सन नलियो त्यो टेन्सन लियो भने झन् रोगले जति अझै भित्रभित्र हान्दै गर्छ ए मेरा कोही छैनन् यताउति छन् मेरो बुवाले छोडेको यताउति लाइफमा कोही पनि सँगै हुँदैन कोही पनि साथमा हुँदैन बुझेनौ लाइफमा त्यस्तो कुरामा टेन्सन नलियो ओके होला हामी ढिलो भेट भयौँ होला हाम्रो लाइफमा पछि कुराकानी भयो होला होइन तर केही छैन अलवेज सपोर्ट छ हाम्रो साइडबाट ग्याङ सँगै छ ग्याङ साथमा छ म जस्तै केटाहरू अझै हो क्या आई वान्ट एभ्री वान हो क्या जति पनि दाजुहरू हुन्छ जति पनि मेरो दाहरू हुन्छ यताउति हुनुहुन्छ भाइलाई कन्ट्याक्ट गर्नु होला अथवा भोलि केही एउटा पोस्ट गरेर हाम्रो कुल बोयको पेजबाट अथवा त्यसबाट हाम्रो कुल के अरे द कुल ग्रुप भनेर त्यो पेज छ त्यसमा हालिदिउँला नत्र केही है त्यो पोस्टहरू मतलब यो क्युआर सिआरहरू हालिदिउँला त्यो भाइकै क्युआर हालिदिउँला त्यहाँ गएर चाहिँ सबजनालाई सपोर्ट गर्नु होला उठाइदिनुहोस् ओके अब एउटा अन्जान मान्छे लाइभमा जोडिन्छ र कुलबाईको अगाडि छोरे आँसु झारिदिन्छ मनको व्यथा उसले पोखिदिन्छ के अनि त्यतिखेर चाहिँ कुलबाईले आफ्नो सपोर्टरहरू सबै उसलाई नै पठाइदिन्छन् र हेल्प गर उसलाई नै गर मलाई चाहिँदैन है र 100K पुऱ्याइदेऊ भन्छन् अब त्यो चाहिँ पुरा हुन्छ कि हुँदैन भिडियो चाहिँ फुल हेर्नु के तर अन्जान मान्छेको एउटा आँसु होइन देखेर कस्तो मन कस्तो कमलो भएको कि कुल भएको आमा हो मैले चाहिँ हिजो मात्र थाहा पाएको है सबले भन्थ्यो तर मलाई चाहिँ विश्वास लाग्दैन थियो किन म जान्थेँ सधैँ अलिअलि ट्याप 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 गर्थेँ अनि हिँडिहाल्थेँ कि तर हिजो चाहिँ म फुल बसेको किनकि मेरो मन लास्ट के मेरो मन एकदमै पक्लियो कि मेरो मनै पक्लियो के त्यति मात्रै नभएर 1 लाख चाहिँ आफूले सहयोग गर्ने के 1 लाख चाहिँ आफूले सहयोग गर्ने आफू जस्तो 15जना केटाहरू नहोलान् भनेकै हुन पनि छ नि त यार तर कुलबाई जस्तो चाहिँ कमै छन् है भिडियो चाहिँ हेर्नु होला मिलेर गरिदिनु सबजना मिल्यो भने के हुँदैन कि यो मिल्यो भने पनि यस्ता रोगको त यो हानिदिन्छ बुझेको लभ छ अलवेज ओके 11 आई विस यो भाइ चाँडै निको होस् यो भाइको चाँडै नै बबाल सबै कुरा होस् सबै सन्चो गरेर राम्रोसँग हिँड्नुहोस् यस्तो टेन्सनमा नहोस् आई विस द्याट थिङ ओके सबजना ग्याङ उतापट्टि गएर माया देखाइदिनु होला उतापट्टि सपोर्ट देखाइदिनु होला ओके पर्सनल उता गिफ्टिङबाट नगर्न सक्यो भने पनि पर्सनल्ली उसलाई कन्ट्याक्ट गरेर उताबाट सपोर्ट देखाइदिनु होला ओके लभ छ अलवेज आई विस एकचोटि विस गरिदिनु ओके विस फर हिम च्याट ओके आई विस ऊ रिकभर होस् ऊ चाँडै सन्चोस् उसलाई सबै राम्रो कुराहरू होस् एन्ड त्यही हो राजाहरू म गरिहाल्छु टेन्सन भएन हुन्छ दाइ थ्याङ्क यू सो मच सबैजनालाई एकदमै खुसी लागेको छ दाइ आज तपाईँसँग जोइन हुन पाउँदा है एकदमै ठुलो आश जागेर आएको छ भित्रैबाट म फेरि पनि बाँच्छु होला भनेर है मैले आफ्नो आँखा पनि हारिसकेको थियो है म मर्छु होला टाइप हुनु दाइ केही छैन भाइ लभ छ अलवेज नराम्रो नमान है अलवेज लभ छ अहिले कुराकानी गर्नु कहिले यताउति गर्नु च्याट लभ छ लमजुङका केटाहरू सबजना लमजुङका मान्छेहरू लमजुङका उसको गाउँपालिकाका वडाका पालिकाका गाउँहरू मान्छेहरू केटाहरू जाग्नु पर्यो युवाले नै साथ दिनुपर्छ युवा जागेर यसो उठाइदिनु पर्यो राजाहरू ओके लभ छ 10-15 लाख यताउति भनेको ज्यादा पनि होइन यसो उठेर गाउँ समाजले यताउति गऱ्यो भने एकछिनमै भइहाल्छ राजाहरू लभ छ सबजनाले रिक्वेस्ट छ यदि हेर्दै हुनुहुन्छ भने मलाई चाहिँ एकदमै भावुक बनायो क्या हो रहेछ क्या मान्छेहरू हुने रहेछ होइन मान्छेहरू सबैले भन्थ्यो कि कुल बोय भन्थ्यो होइन अझै जान्थेँ अनि लाइभ बसिरहेको हुन्थ्यो कहिले कोसँग बस्थ्यो कहिले कोसँग बसिरहेको हुन्थ्यो अनि त्यही हो आफूसँग पनि त अब त्यति गिफ्टहरू चाहिँ नभएको होइन कि गिफ्ट सिफ्ट दिने त कुरा चाहिँ छोडिदेऊ हल्का डबल ट्याप हान्थ्यो अनि हिँड्दै गऱ्यो आफ्नो बाटो तर हिजो चाहिँ अचानकै त्यो मान्छे भेटिँदाखेरि कुलबाईसँग अलि हुन्छ नि त अलिकता उसको फिलिङ नै अलि ढुङ्गा खोज्दा देउता भेटाएको जस्तो भएको थियो कि बिचारा यति भइरहेको थियो नि झन् त्यसमाथि कुलबाईले 1 लाख सपोर्ट गर्ने रे अनि कुलबाईले 1 लाख सपोर्ट गर्यो भनेपछि अरूले पनि गरिहाल्छ तपाईँहरू पनि गर्न सक्नुहुन्छ है हामी नै गरौँला सबैले सपोर्ट गर्नुपर्छ होइन यदि कुलबाईले 1 लाख रुपियाँ हाल्न सक्छ भनेपछि हामीले 1000 हाल्न सक्छ क्या हामी कुलबाईको लेभल त छैन नि त भनेपछि हामी 1 लाख हाल्ने हाम्रो चाहिँ 8 नभयो भने 1000 हाल्ने 8 चाहिँ छ होइन त्यसैले सबैले चाहिँ
सहयोग गरौँ होइन भनेपछि मान्छेले 1 लाख हाल्न सक्छ भनेपछि हामी चाहिँ 1000 हाल्न चाहिँ पक्कै पनि सक्छ क्या है मन चाहिँ सबैको कमल हुनुपर्छ उसले भनेको छ नि त लमजुङको केटाहरू सबैले सपोर्ट गर्नु होला र युवालाई सपोर्ट गर्ने हो हो यो कुरा चाहिँ राइट हो युवालाई सपोर्ट गर्ने आज हामीले उसलाई सपोर्ट गर्यो भने चाहिँ परि आएको दिनमा उसले पनि हामीलाई सपोर्ट गर्नुपर्ने हुन्छ सबै एकजुट हुनुपर्छ सबैजना मिलेर काम गर्नुपर्छ मिलेर अघि बढ्नुपर्छ है यो नै उनको भनाइ हो ओके थ्याङ्क यू फर वाचिङ एन्ड बिग रेस्पेक्ट फर कुलबोय कुलबाई दाईलाई चाहिँ एकदम बिग रेस्पेक्ट छ है जोस् गर्नुपर्छ दाई गर्नुपर्छ हिजो चाहिँ मन लास्ट छोयो कि यार दाई यार तर ओके द लेडिज पावर सबुर सरस्वती